आज चाहिँ बिहानबाटै हाम्रो बाजेले मकै छोडाउँदै हुनुहुन्छ। अनि यो मकै चाहिँ बिउको लागि भनेर यसरी हामी छोडाएर राख्न लागेको छौँ। अनि साथमा एउटा चरा पनि छ, दुईटा थियो, तर एउटा चाहिँ चिलले लग्यो भन्नुभएको थियो बाबाले। अहिले एउटा मात्रै छ, यति टाँटो छ है, हेर्नु न बाजेको साथी हो। अनि अहिले चाहिँ हामी बिहानको खाना पकाउँदैछौँ। र बिहानीको खाना खाइसकेपछि चाहिँ यहाँ हामीले फेरि सिमी लगाउन लागेको छौँ। र दिउँसोको काम आज यही सिमी लगाउने रहेको छ। र साँझको समयमा फेरि म इभिनिङ वाकको लागि हिँडेँ। अनि यहाँ देख्न सक्नुहुन्छ मेरो जुत्ता र टी सर्ट सेम कलर छ। अनि अहिले 7 बजे पनि हेर्न सक्नुहुन्छ कति उज्यालो छ। यो गर्मी मौसममा यही रमाइलो कुरा, दिन लामो रात छोटो। अनि यो चाहिँ हाम्रो घर अगाडिको गाउँ डाँडा रहेको छ। अनि यहाँ नै सेती नदी र काली नदी भेट हुने गर्दछ। अनि यो गाउँ डाँडा पनि एक दिन जाने भन्ने योजना छ हाम्रो। अब हेरौँ कुन दिन हुन्छ, त्यो जाने दिन हेरौँ। र इभिनिङ वाक गरिसकेपछि चाहिँ म फेरि सामानहरू लिनलाई बाहिर गएँ र सामानहरू लिएँ। अनि यो कति धेरै तारहरू जेलिएको छ है, अनि रमाइलो लागेर भिडियो लिएको। सो अब चाहिँ बिस्तारै बिस्तारै साँझ 8 बज्न लागिरहेको छ, 7:30 हुँदै गएको छ। अब चाहिँ म घर जाँदैछु इभिनिङ वाक गरेर। अनि यहाँनिर चाहिँ फुल पनि रहेको छ, यो सेतो फुल राम्रो लागेर भिडियो क्लिक गरेको। अनि बिरालोहरू पनि छ यहाँनिर, दुईवटा बिरालो छ, एउटा सेतो र खैरो मिक्स भएको। अनि एउटा चाहिँ खैरो छ यहाँनिर हेर्न सक्नुहुन्छ अर्को। अनि मलाई चाहिँ बिरालोहरू देख्ने बित्तिकै सताउन मन लाग्छ कि, सो मैले तिनीहरूको खुट्टा समातेर तान्दैछु है। हाम्रो चाहिँ बेलुकाको खाना भइसकेको छ। र खानापछि चाहिँ मम्मीले चरालाई यहाँनिर भात खुवाउँदै हुनुहुन्छ। अब दुईटामा एउटा बाँचेको छ, अब यसको पनि पखेटा आएर उड्न सक्ने भयो भने यसलाई उडाइदिनेछौँ। र यति गरिसकेपछि चाहिँ हामी बेलुकाको हावा खान बाहिर निस्क्यौँ। र त्यसपछि हाम्रो दिनको अन्त्य भयो। अनि बिहानै चाहिँ मेरो बहिनीहरू रेडी भएर चाहिँ हाइकिङको लागि रानीवन जान लागेको रहेछ। अनि यो कुरा थाहा पाउनु बित्तिकै मैले पनि म पनि जान्छु तिमीहरूसँगै भनेर अनि म पनि रेडी भएर उनीहरूसँग अनि जानलाई यहाँनिर आएँ। अनि यहाँ देख्न सक्नुहुन्छ मेरो बहिनीको साथीहरू सानो छन् है उनीहरू। अनि कति बसलाई मात्र कुर्नु, अब बस जति बेला आउँछ त्यति बेला चढौँला बिच बाटोमै भनेर अनि हामी चाहिँ स्टार्ट गरेर हिँड्दैछौँ। अनि त्यसपछि चाहिँ अनि बाँकी बहिनीहरू पनि हामीले ड्याम साइडमा भेट्ने योजना रहेको छ। अनि यहाँनिर रहेको छ ड्याम साइड। अनि ड्याम साइडमा बिहान कस्तो राम्रो कि। अनि मलाई चाहिँ पोखरा किन राम्रो लाग्छ भन्दाखेरि पोखराको ठाउँमा चाहिँ पार्कहरू रहेको छ। अनि यो चाहिँ ड्याम साइडको पार्क हो, एकदमै शान्त अनि सुन्दर रहेको छ। अनि त्यसपछि मैले यहाँ भिडियोहरू क्लिक गर्दै वरिपरि क्याप्चर गर्दै हिँडेको थिएँ है। अनि हिँड्दै के देख्यो भन्दाखेरि चाहिँ यस्तो सुन्दर दृश्यको मुनिपट्टि हेर्नु न फोहोर। अनि म त अचम्मै लाग्यो, यस्तो राम्रो ठाउँ छ तल भने यति धेरै फोहोर रहेछ। अनि मैले बुझेँ कि सबै लेक साइडको भन्नाले उता माथिल्लो फेवातालको फोहोरहरू चाहिँ यतापट्टि बगाउँदै यता आउँदो रहेछ। अनि यहाँनिर फोहोरलाई छेक्ने बार पनि रहेछ है। अनि जे होस् अब बिस्तारै यसप्रति सरकारको पनि ध्यान गएको छ, स्थानीय सरकारको। सो यहाँनिर चाहिँ अब सफा हुन्छ भन्ने मलाई आशा अनि विश्वास रहेको छ। अनि यहाँ नै हो माछापुच्छ्रेको राम्रो एकदमै के भन्छ रिफ्लेक्ट देखिने है। यता यहाँनिर चाहिँ माछापुच्छ्रे हिमालको छाया देखिन्छ यो ठाउँमा चाहिँ। तर आज चाहिँ अब मौसम अलि खुलेको छैन। अनि हामी जाने भनेको चाहिँ पारी नै हो है। अनि यहाँनिर हेर्न सक्नुहुन्छ हाम्रो बाँकी रहेको भाइ बहिनीहरूलाई पनि हामीले भेट्यौँ अनि एकदम खुसी छन् है, यो सानो बाबु नानीहरू है। अब मेरो त बाबु नानी नै भनौँ न। अनि त्यसपछि चाहिँ हामी सुरु गऱ्यौँ ड्याम साइडको यता कुना हुँदै हामी सुरु गरेको छौँ हाम्रो यात्रा। अनि जहाँ रानीवन भनेको चाहिँ उता पारिपट्टि है, यही खोलाको पारिपट्टि हो। यहाँबाट रानीवन हुँदै हामी चाहिँ स्तुपा जाने भन्ने योजना रहेको छ। अनि मैले चाहिँ सकेसम्म भिडियो बनाउने कोसिस गरेको छु यो बाटो देखाउनको लागि है। तर समस्या चाहिँ के भयो भन्दाखेरि चाहिँ अब मलाई थाहा थिएन अब भोलि नै उनीहरू जाने भनेर। अनि त्यही भएर मैले चाहिँ रातभरि त्यस्तो मोबाइल चार्ज गर्दै गरिनँ।
अनि मेरो मोबाइलमा चाहिँ जे होस् 15% चार्ज थियो, तर पनि मैले चाहिँ बाटो देखाउनको लागि भनेर जबरजस्ती मैले चाहिँ भिडियोहरू बनाएको थियो चार्ज नभई पनि। अनि त्यसपछि यो खानेपानी मन्त्रालय रहेको छ, यसको कुना कुना हुँदै जाने है। अनि भिडियो त बनाइयो, तर भिडियो चाहिँ लास्टसम्म मैले बनाउन सकिनँ, किनभने ब्याट्री लो भएको कारण चाहिँ मेरो मोबाइल स्विच अफ भयो। अनि स्विच अफ भएपछि चाहिँ मेरो मोबाइलमा समस्या रहेको छ कि एकचोटि अफ हुने बित्तिकै अब 5-6 घन्टा गाह्रो हुँदछ त्यो अन हुनको लागि। तर पनि ठिकै छ, अब जति हुन्छ त्यति नै मैले भिडियो बनाउने कोसिस गरेको छु। अनि यो चाहिँ झुसिल किरो रहेको छ होइन। अनि हो यसरी कुना कुना हुँदै अब चाहिँ राइट साइडमा मोड्ने है, हामी यता राइट साइडमा जाने, दायाँ साइड यो पुल कटेर। अनि दायाँ साइडबाट टु कटेर जाने। अनि यहाँबाट कटेर गएपछि फेरि सिधा हिँड्ने है। अनि सिधा हिँडेपछि चाहिँ त्यहाँनिर पुल आउँछ। पहिले चाहिँ काठको पुल थियो त्यहाँनिर, म पनि नगएको धेरै वर्ष भइसक्यो, लगभग 5-6 वर्ष नै भयो होला। अनि अहिले चाहिँ यहाँनिर यसरी सिमेन्टीको पुल बनाएको छ। अनि यहाँबाट हामीले चाहिँ अब ड्याम साइड देख्न सक्छौँ है। अनि ड्याम साइड भनेको अब फेवातालको पानी तल झार्ने त्यही नै रहेको छ। अनि यही पुल माथिबाट हिँडेर टुई गरेर फेरि दायाँ मोड्नुपर्छ है राइट साइडमा। अनि टुई गरेर उता कुना कुनामा जाने। अलरेडी एउटा ग्रुप पनि गइरहेको छ। र यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर ड्याम साइडको पानी होइन, यहाँ मजाले गइरहेको छ। यही हो फेवातालको पानी पनि यही हो। अनि यहीँकै माथिको पुलबाट हामी जाने हो। अनि यो चाहिँ पुरानो पहिलाको काठको पुल रहेको छ है। पहिला चाहिँ हामी यहीँबाट जाने गर्थ्यौँ भने अहिले चाहिँ यहाँनिर यस्तो मजाको कन्क्रिटको पुल बनाइएको छ, एकदमै राम्रो, गाडीहरू पनि पास गर्न मिल्ने। हामी चाहिँ रानीवनको छेउछेउमा आइपुग्यो। अब यहाँबाट चाहिँ हाम्रो यात्रा सुरु हुनेछ स्तुपासम्मको। अनि यहाँ चाहिँ 2टा बाटो छ, अब राइट र लेफ्ट। अनि हामी चाहिँ यो भित्र छिरेपछि चाहिँ राइट हुँदै 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 जानेछौँ, किनभने हामी कुना कुना फेवातालको किनार हुँदै 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 गएर त्यसपछि एउटा स्टप पोइन्ट आउँछ। अनि त्यहाँबाट माथि उक्लनेछौँ स्तुपाको लागि। अनि चाहिँ हामी जङ्गलभित्र चाहिँ छिरिसकेका छौँ है। अनि यहाँनिर एकदमै हरियाली राम्रो छ, जताततै एकदमै शान्त। अनि यहाँनिर देख्न सक्नुहुन्छ अरू मानिसहरू पनि ओहोरदोहोर गरिरहेको छ। अनि हामी चाहिँ यहाँनिर रमाइलो गर्दै हिँडिरहेका छौँ। भाइ बहिनीहरू चाहिँ एकदमै खुसी छन्। पछाडि चाहिँ हाम्रो अर्को भाइ प्रनिस पनि आउँदैछ। सो अब हामी चाहिँ जङ्गलभित्र हिँडेको केही समयपछि चाहिँ लगभग आधै घन्टापछि चाहिँ पानी पर्न सुरु भयो। अनि पानीसँगै अब ट्रायलहरू चाहिँ एकदमै चिप्लो स्लिप्री हुँदै गयो, एकदमै हिँड्न पनि गाह्रो। अनि त्यति मात्रै कहाँ हो र, यहाँनिर हेर्न सक्नुहुन्छ जुगा त बाफरे स्याउ स्याउ यति धेरै जुगा, सोचेको पनि थिएन। अनि यहाँ मेरो बहिनीको जुत्ताभित्र जुगा छ कि छैन भन्दै यहाँ भाइले चेक गर्दैछ है। अनि यहाँ हाम्रो प्रकाशले चेक गर्दैछ, जुगाहरू चाहिँ रहेछ 2-3वटै मजाले। अनि जुगाले चाहिँ हामी सबैलाई टोकेको थियो। अनि हामी चाहिँ एकछिन रोक्दै हेर्दै यसरी हिँडेको थियो है। अनि सकेसम्म जुगाले चाहिँ हामीलाई टोक्न नदिने गरेर हामी हिँडेको थियौँ। अनि यहाँनिर देख्न सक्नुहुन्छ हामी चाहिँ एकछिन यसो किनारामा यसो रमाइलो गरेर बस्यौँ। अनि त्यसपछि आधी घन्टाको उकालोपछि चाहिँ हामी स्तुपामा पुग्यौँ। अनि त्यहाँबाट हामीले पोखराको अनि फेवातालको भ्यू हेऱ्यौँ। अनि त्यसपछि यताउति घुम्ने यताउति गऱ्यौँ। अनि यहाँनिर देख्न सक्नुहुन्छ भाइ बहिनीहरू रमाइलो गरिरहेका छन् है। तस्बिरमा पनि यताउति सौमेल बिप्सनहरू एकदम रमाइलो गरिरहेका छन्। अनि म चाहिँ हेर्नु नि त्यहाँ टुचुक्कै बसेको छ है। तर जे होस् एकदमै रमाइलो भयो। फोटोहरू खिचिसकेपछि चाहिँ हामी तलपट्टि चौरमा गयौँ र त्यहाँ चौतारो थियो। अनि त्यहाँनिर खाजा खायौँ र त्यसपछि खाजा खाइसकेपछि चाहिँ हामी ब्याक टु होम भयौँ। आज चाहिँ मेरो मोबाइलमा ब्याट्री नभएको कारणले सबै कुराहरू क्याप्चर गर्न सकिनँ, त्यसैले 2 दिनको भिडियोलाई मैले एउटै ठाउँमा कम्बाइन गरेर राखेको छु। हुन्छ, अब फेरि भोलि आउनेछु है त। हस्, थ्याङ्क यू एभ्रिवान, बाई बाई।